मेसीको यो इन्स्टामा यो पोस्ट देखिसकेपछि एउटा मलाई एकदमै मनपर्ने एउटा शब्दहरूको याद आयो के भनिन्छ भने जीवनमा लक्ष्यभन्दा पनि ठुलो कुरा यात्रा हो भनिन्छ कि जर्नी इज मोर इम्पोर्टेन्ट देन डेस्टिनेसन भनिन्छ, साहित्यमा पनि भनिन्छ होइन। धेरैले प्रयोग पनि गरेर हुन्छन् र उमेर बढ्दासँगै यसको महत्त्व पनि बुझिन्छ, यात्राको महत्त्व। र मेसीले सायदै करियरमा अब अचिभ गर्नलाई बाँकी केही पनि छैन। सबै कुरा उनले एउटा खेलाडीको पर्फेक्ट करियर हुन्छ नि, कसैले इमेजिन गरेको पर्फेक्ट करियर भन्दा पनि पर्फेक्ट उनको करियर छ फुटबलको पर्सपेक्टिभबाट हेर्दाखेरि। तर उनी जसरी सानोमा स्पेन आए होइन, उनलाई आज जे छन् जस्तो छन् सबै हुनुमा चाहिँ सबैभन्दा ठुलो श्रेय त होइन उसको आफ्नै परिवार, त्यसपछि त बार्सिलोनाले जान्छ। किनकि बार्सिलोनामा एकाडेमीमा आएपछि नै बार्सिलोनाले नै उनलाई आज जे छ त्यो बनाएको हो कि त्यहाँको फुटबल, त्यहाँको कल्चर, त्यहाँको फेसिलिटी, त्यहाँको ट्रेनिङ त्यसले बनाएको हो नि त। र मेसीले अब सबै कम्प्लिट त गरे, तर बार्सिलोनाकै जर्सी लगाएर रिटायर हुन चाहन्थे होला, तर त्यो सम्भव भएन विभिन्न कारणले गरेर होइन। कसैले राजनीति भयो भन्छ, कसैले के भयो भन्छ, ठ्याक्कै के भयो हामीलाई पनि थाहा भएन। र यो फोटोहरू हेरिराख्दा चाहिँ उनले पनि आफ्नो विगतको यात्रालाई होइन जर्नीलाई चाहिँ बढी इम्पोर्टेन्ट दिएको हुनुपर्छ कि, किनकि लक्ष्य भनेको त एकदम छोटो हुन्छ नि त, तर लक्ष्यसम्म पुग्दाखेरिको खुसी होइन, त्यो समयको त्यो हुन्छ नि समय, त्यो बिताएको सङ्घर्ष, अनुभव होइन, गल्ती, अनि त्यो अब त्यो यात्राले आफूले गरेको चेन्जेसहरू होइन, आफू एज अ ह्युमन बिइङ पनि त्यो कुराहरू पक्कै पनि मेसीले सम्झिन्छन्। र यसरी यो मेसीको पोस्ट हेरिराख्दा चाहिँ सुत्ने बेलामा मलाई चाहिँ भन्नु मन लाग्यो होइन। र हामीले बाहिरबाट हेर्दाखेरि पक्कै पनि सबैको एकदम पर्फेक्ट देख्छौँ नि होइन, तर ऊ पनि त मान्छे हो नि त। कुनै पनि तपाईँ जहाँ सबै कुरो दिएको छ, जुन सहरले होइन, जुन क्लबले, त्यहाँबाट रिटायर हुनुभन्दा अगाडि नै छोडेर जाँदाखेरि आफ्टर विनिङ वर्ल्ड कप त्यस्तो ठुलो अचिभमेन्ट गरे पछाडि होइन, त्यो कस्तो एउटा दुःख हुन्छ नि त, दुःख महसुस हुन्छ। मेसीले हुन त अब वर्ल्ड कप जित्नुभन्दा अगाडि नै छोडेको हुन् होइन, पिएसजी गएपछि नै जितेको हुन् वर्ल्ड कप त। तर यो फोटोहरू हेर्दा चाहिँ मलाई त्यस्तो फिलिङ्स आयो कि उनले पनि धेरै कुरा सोच्छन् होला होइन, अब एउटा एक किसिमको महसुस गर्छन् होला, र कति माया गर्छन् भन्ने कुरा चाहिँ फोटोमा पनि देख्न सकिन्छ कि बार्सिलोनाले। र बार्सिलोनाको लागि कति ठुलो उनको मनमा कति ठुलो रेस्पेक्ट छ, र कुनै दिन अवश्य फर्किन्छन्, कुनै न कुनै रोलमा अवश्य फर्किन्छन् होइन। र बार्सिलोनाकै जर्सीमा रिटायर भएको भए चाहिँ पर्फेक्टै हुन्थ्यो। त्यो नभए तापनि आज जे छ मेसीको करियर जस्तो छ होइन, यो सबै चाहिँ एउटा यात्रा हो नि त। र उनको अब अन्तिम फुटबलिङ करियर त नियरली इन्डिङ हुँदैछ, अब यही लास्ट वर्ल्ड कप होला होइन, त्योभन्दा अगाडि पनि हुनसक्छ। र यो देखेर चाहिँ एउटा एक किसिमको यस्तो मलाई केही लेख्नु मन लाग्यो, भन्नु मन लाग्यो, त्यो कुराहरू चाहिँ मैले यहाँ राखेँ।